नमस्कार, मेरो नाम एचबी प्रधान हो। आइटार प्रधान गाउँमा बस्छु। हाम्रो फार्म चाहिँ अब हजारे ब्रदर्स भनेर चाहिँ प्रचलित छ। हामी दाजुभाइ भएर। तपाईको फार्ममा के छ अहिले? अहिले चाहिँ अब हामीहरूले चाहिँ डल्ले खोर्सानी लगाएको छौँ हो। अनि यस्तै हजारे काँक्राहरू, यो करेलाहरू, यो के भन्छ लौकाहरू लगाएको छौँ। अनि फुलहरूमा चाहिँ हाम्रो फेलेनेसिस छ हो। अन्त त्यहाँदेखि यो लिलियम फुलहरू छ, थुप्रै प्रकारको अर्किडहरू पनि राखेको छौँ। यो खेती गरेको त अब हाम्रो आमा बुवाले नै पहिल्यैदेखि गर्नुभएको र अब हाम्रो बुवा आमा बितिसक्नु भएपछि चाहिँ हामीले आफै गर्दैछौँ हो। र हामीहरूलाई चाहिँ अब अहिले खेती किसान गरेर चाहिँ हामीलाई चाहिँ एकदम खुसी लाग्छ, राम्रो लाग्छ। हाम्रो हेल्थ पनि राम्रो छ। सरकार अथवा डिपार्टमेन्टबाट चाहिँ हामीहरूले चाहिँ अब भएको उहाँहरूले दिनुपर्ने सबै सामानहरू हामीहरूलाई दिइसकेको छ हो। जस्तै अब ड्राई मेसिन छ, पावर टिलरहरू छ, जिना ट्याङ्कहरू छ, सबै उहाँहरूलाई चाहिँ एकदम धेरै धन्यवाद छ। अब अहिले चाहिँ हामीहरूलाई चाहिँ एउटा अब यो काम गर्दै जाँदा चाहिँ हामीले चाहिँ हामीहरूलाई चाहिँ अब जरुरत परेको चाहिँ कोल्ड स्टोर क्या, जो चाहिँ हाम्रो यो फसलहरू बिग्रेर जान्छ। हामीले कोल्ड स्टोर राख्नु पाएको छ भने चाहिँ हामीहरूलाई चाहिँ एकदम राम्रो हुन्थ्यो। ड्राई मेसिनहरू चाहिँ पायौँ, एकदम धेरै धेरै धन्यवाद। यो छ हो। अन्त हामीहरूलाई कोल्ड स्टोर चाहिँ जरुरत थियो। हामी चाहिँ अब यो खेती किसान चाहिँ एकदमै राम्रो हो। र खेती किसान गरेको छ भने हामीहरू कसैसँग निर्भर गर्नु पर्दैन, कोहीसँग हामीहरूले चाहिँ अब भरोसा पर्नु पर्दैन। यही सबै कुरो हुन्छ। मकै, कोदो, धान, मकै, यो सबै कुरो यहीँ हुन्छ। कहीँ बजार जानु पर्दैन। हामीहरूलाई चाहिँ खालि नुनको लागि हामी बजार जानुपर्छ। र तपाईँको माध्यमबाट चाहिँ म हाम्रो युवा भाइ बहिनीहरूलाई चाहिँ यही भन्न चाहन्छु, खेती किसान गर्नुहोस्, आफ्नो स्वास्थ्य राम्रो बनाउनुहोस्, सिक्किमलाई सुन्दर बनाउनुहोस्। यही नै मेरो भावना अब विचार छ। धन्यवाद।